म यहाँ आज तपाईहरुलाई यो बेमौसमी तरकारी खेती कसरी गरिन्छ र यो फर्सी र घिरौला मैले एउटा परीक्षणको रूपमा सँगै लगाएको छु ताकि यो फर्सी तल फल्छ र यो घिरौला माथि गएर मचान बनाएर मचानमाथि फल्छ र आज हामी यो यसलाई थाङ्ग्रा दिने काम गर्दैछौँ र यो फर्सीलाई यो तल पलाएको यो पहिलो पातहरूलाई हामीले काट्ने काम गर्दैछौँ, हटाउने काम गर्दैछौँ ताकि यो हटाइसकेपछि चाँडै लहरा माथि जान्छ र चाँडै फल लाग्छ। र यो चाहिँ घिरौलाको यसरी नै पात काट्दैछौँ। यो पातहरूलाई पुरै हटाउनुपर्छ र तलको झारहरूलाई पनि हामी हटाउँदा राम्रो हुन्छ र यसैमा सानो थाङ्ग्रा पनि हामीले लगाइदिएको छौँ लहरा माथि जानुको लागि। यो फर्सीको पनि हामीले यसरी पहिलो कटिङ हामीले गर्नुपर्छ र योभन्दा माथि आएको त हामीले मुन्टा खाए पनि हो अथवा फलाउँछु भन्दाखेरि यो चाँडै फल्ने खालको फर्सी पनि हो। यसरी सानो यसको मुन्टा पनि हामीले चिमटेर हटाउनुपर्छ। हामीले बेला यसरी चाहिँ यो हटाइएन भने किनभने झ्याङ्गेर बसिरहेको हुन्छ तर फल चाहिँ दिँदैन। चाँडै फल लिनुको लागि पनि हामीले यसलाई यो पातहरू कटिङ गर्नुपर्छ, हटाउनुपर्छ र यहाँ पलाउँदै गएर सानो यो तलको र लहरा सुक्नु लागि शाखा ब्रान्च हुन्छ त्यसलाई पनि हटाउनु पर्ने हुन्छ र हामीले यसरी तारले पनि यसलाई हामीले चाहिँ यो बाटो देखाउनुलाई यो लहरालाई बाँधिदिनुपर्छ ताकि यो लहरा चाँडै माथि जाओस्। यसरी हामीले यसलाई कटिङ गर्दै लग्यो भने धेरै राम्रो